हेलो एभ्रिवान टोरी छराई चलिरहेछ गाइज हाम्रो डुलैलाई हेर्नुहोस् गाइज कस्तो छ गाइज झोला हेर्नुहोस् गाइज स्पेसली झोला जापानबाट मगाएको जापानी झोला गाइजहरु है गाइज टक्क लाएर है कालो मान्छे त झन्निलो हुनुभएको छ गाइज जोटेर हाम्रो कता जानुभयो घामले त केही देखिन्न है अब मेन हली चाहिँ यस्तो ठाकेर है यस्तो नास्ता पानी खान लाग्नुभएको छ त्यो नास्ता हो फेरि बडमको यहाँ बडम पनि पाइन्छ फेरि गाइज थाहा छ कि नै हाम्रो साइला देवर हो गाइज टक्क लाएर है मेन माइलाको भाइ है माइला मेन माइलाको साइला भाइ हो टक्क लाएर साइली कता गएछन् क्या यार खतम छ मेन साइली कता जानुभएछ हाम्रो गाइज आउनु लाहा ऊ माथिबाट मेन गाइज आउनु लाग्छ मेन साइलाको साइल त अझै नआएको यस्तो यो सब हाम्रो हो क्या यो गाइज हाम्रो काले कुकुर पनि छ त्यहाँ काले बेबी हाई भन्दै काले के गरेको गाइज त्यस्तो हाम्रो गाइजको बजे नाटी है कसरी आउनुभएछ मेन यो जग्गाको धनीवाला है अब यो जग्गा धनीको नाटी लाल पूर्जावाला यो अब यहाँ खन्न आएको अरे उर्सिँदै पार्सिँदै बजे नाटी है हेलो गाइज भनिदेऊ छोरा बेबी अब ऊ ल खन्न सुरु गर हेलो गाइज भनिदेऊ यता यहाँ हेर्न डुडुडा खन्देऊ गोरु अझै आउँदैन कि खन न ज्याक्सु गर हजुर भन् हजुर भन्न म त काम गरेछु भन्न भनेर आएर यहाँ हेर्न भनिदेऊ न म काम गरेछु के भन्न बाबु यस्तरी खन्नुपर्छ भन् त फुर्के भन् फने गरे बाबुले सब जोतेर भ्यायो नि के खाइदियो अझै उफ गर्छ क्या अझै के खायो कुल्टी डोरा खाइसकेपछि एप्पल खाइसक्यो मेन माइलाको छोरा गाइज मेन हली माइलाको छोरा गाइज ऱ्यान पनि एप्पल खाइदिएर हेर्दा कति खाएछ एप्पल साग हली मेन हली अनि अर्को यो सानो हली साग हलीको छोरा हान्छ गोरुले यो त यता त हल्लिने भइए मेन हलीको आमा बा त कहाँ हो गा म कालेको बुढी हो है गाइज हाम्रो फुर्के गोरु गाइज झालेमाले हाम्रो काले गोरु गाइज हेलो के छ काले गोरु अरे काले गोरु टोरी छर्न लाग्यो गाइज सेल्फी हान मैले त आँखाले केही देखेको छैन गाइज कहाँ जोट्यान यिनले बाङ्गे जोट्यान क्या हो जता पाइ उठे जोट्यान क्या हो गाइज यता हेर गाइज कस्तो हुँदैछ हाम्रो नाले गोरु फेरि हेलो गर न क्यामेराम्यान डुगुर हेलो गाइज गोरु गाइज ओइ मानिस हाम्रो यो बारी गिठीको रुख यस्तो यो बारी यो सबै बारी हो
पारी पारी डाँडा देखेछ है गाइज टक्क लाएर गाइज टक्क लाएर गाइज एकदम खेलाडी ड्रेसमा गाइज गोरु जोताइ छ काट्न मिल्छ नि परेछ मलको यसरी टोल छर्नुपर्छ पचा पच भन न यता जता हेऱ्यो घाँसै घाँस छन् गाइज हाम्रो गोरु थाकिसक्यो है कस्तो गर्मी भइरहेछ बिचरालाई गोरुभन्दा धेरै मान्छे थाके जस्तो छ